के झिक्नु लायो भनेर मक्ख नपर्नु है गाइस। कस्तो गाह्रो भएको यार। रोटी सेल मेमा कस्तो दामी छ नि, यस्तो दामी छ नि। खाइन्छ कि आउनु है। रोटी छ यार हाम्रो घरमा। दसैँ नै होइन, औँसी नै होइन, पुर्णे नै होइन गाइस, रोटी छ, रोटी खाएर है। खोकी लागेर मर्नु लागेको छ, तर यो खायो भने फेरि के हुने हो थाहा छैन। हुन त मैले दबाई पनि बोकिराखेँ। कता हो अझै कता हो? खोकीको दबाई पनि बोकिरहेको छ यार। जति जे लाए नि खान चाहिँ छोड्दैन है गाइस। फेरि भन्दैछु मैले खाना चाहिँ मैले छोड्दिनँ है फेरि। रोटी लबाडा भन्ने हो। तर खासै म रोटी चाहिँ मलाई खालि अलि इन्ट्रेस्ट लाग्दैन होइन। त्यही पनि खोइलाए बेला थोरै चाख्छु। ल खाइ ल। भात चाहिँ यार कस्तो लाराक लुरुक परेको रहेछ के। यसलाई म सबैभन्दा चाहिँ मलाई खानु मन लाग्ने चाहिँ के भन्छ अरे चियासँग लास्टै मनपर्छ के। चियासँग चाहिँ एकदम मेरो फेभरेट हो के। खाइ ल। म धेरै खानु सक्दैन यो बसोस्। चियामा खानु मिठो हुन्छ। मैले एक धार्मीको ज्याकेट लगाएको छु यार फेरि। कस्तो गुलियो रहेछ मर्की भयो। मिठो लाग्छ मिठो। यस्तो खस्रो चामलको क्या। मलाई बाबुजीले लिएर आउनुभएको, मेरो बाबुजीले। यस्तो मिठो। मैले नि त्यो 8-7 दिन भइसक्यो निकै हुँदैन। बाह्र छ खाइदियो। मिठो हो यार, तर मलाई धेरै मन पर्दैन। यति भएपछि पुग्यो। मिठो सबै खाइदिन्छु म खानेकुरा है। नाइकेमा पनि भन्दिनँ। Hmm?